खाने हरियो खाने कस्तो खाने जस्तो खायो भने पुरै फेरि साह्रै मिठो शिवजीले खतरा झारिदिनु भएछ के पुरै गेडै गेडा कडा म नि यहाँको होइन है यार केही त गर्दैन होला नि धन्यवाद शिवजी आम्मा म जान्छु ल अब है सरी ल सरी है दुनिया चले भाड़ में हम चले पहाड़ में हेलो गाइज हामी चाहिँ दाजुभाइ ट्याक्क लाएर होइन पोखरा लेक साइडमा छौँ भोलि अब मनाङको अब मुस्ताङको ट्याक्क टुर छ होइन ट्याक्क दाजुभाइ लेक साइडमा ट्याक्क खुर्रा मान्दै ट्याक्क चिल गर्दै लाइभ म्युजिक हेर्दै होइन अब एकछिन म 10:30 बजे खोल्छ अरे क्याटक ट्याक्क जानुपर्छ रमाइलो गर्नुपर्छ अब केटाहरू आएन कोही पनि ल है लगभग अहिले हामी त्यो छाता झन्डा छ पानी चाहिँ परेको छैन त्यही पनि छाता झन्डाको ठाउँमा हामी आइपुगेको छौँ अब ट्याक्क यहाँबाट हामी अब हाम्रो डेस्टिनेसन जान्छौँ ट्याक्क खानसाना खान्छौँ रेस्ट गर्छौँ अनि फेरि भोलि अब हाम्रो अब डेस्टिनेसनतर्फ निस्कन लाग्छौँ दाजुभाइ पोखराबाट ट्याक्क मुस्ताङको लागि ट्याक्क निस्क्यो 2 जना मात्र डुओ ट्याक्क लगाएर अगाडि हिमाल हेर्दै अब हामी ट्याक्क मुस्ताङतिर लाग्दैछौँ अब हामी ट्याक्क तातो पानी पुग्ला होइन लगभग तातो पानी पुग्न लाग्यो रहेछ गाजाको बारी रहेछ कति खाने हेर्नु छानी कलेजमा भेट्यो नि गाजाको बारी भेट्यो है दोङ पर्यो तोप तान्न नपार यस्तो ह्याङ भएको थियो होइन यो पछाडिको भ्यू हेर्न ट्याक्क बसेर अनि यतापट्टि ट्याक्क चुरोट तान्ने भने ट्याक्क आएको चुरोट सल्काएको है गाजाको बारी रहेछ कि सब यो गाजा हो कि उइट के पुरै के चारैतिर के आइया शिवजीले खतरा झारिदिनु भएछ नि के पुरै गेडै गेडा कडा धन्यवाद शिवजी दाइ मलाई 50 रुपियाँको गाजा मात्रै लिन्छु है 50 को मात्रै लिन्छु म छानेर ल खा भाइ ल यता पनि छ भाइ एकाइ
चले भाड़ में हम चले पहाड़ में चलो 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 जति जति उता गयो त्यति त्यति राम्रो 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 आउँदै गइरहेछ जाडो छ गाई जाडो यहाँ एउटा टोपी किन्नु पर्यो लप्पन छप्पन जान्दिन म झुटो कुरो बोल्दिन लप्पन छप्पन जान्दिन म झुटो कुरो बोल्दिन पढ्या छैन आशेङ लगभग लगभग दाजुभाइ चाहिँ ट्याक्क लाएर जेरी गल्ली आइपुग्यौँ आज जमसुङसम्मको यात्रा थियो पुग्नु ट्याक्क सकेनौँ त्यही भएर जेरी गल्लीतिर ट्याक्क हल्का हल्का रमाइलो भइरहेछ केटाहरूले धोका दियो त्यही भएर अनि दुईजना मात्रै आउनु परेछ त्यो पनि रमाइलो भइरहेछ ट्याक्क लाएर लोड कति हो मान्छे है ट्याक्क लाएर जेरी गल्लीमा फोटो खिचेर ट्याक्क अब वासरुम यताबाट जाने बाटो कता ए अहिले वासरुमतिर ट्याक्क जाँदैछौँ दाजुभाइ थोरै थोरै जाडो छ त्यस्तो जाडो पनि छैन हल्का चाहिँ जाडै छ मजाले जस्तो मान्छे नै आउनु सकिहाल्छ जहाँ भने त्यहीँ बाइक पुगिहाल्छ कहीँ ओर्लिनै पर्दैन हेरेर देखाएको छु मैले स्याउबारी हो क्या हो स्याउबारी रहेछ स्याउबारी रहेछ स्याउ रुखमा हल्लाइरहेको छ त स्याउ त यार हल्लिरहेको छ रुखमा स्याउबारीमा एकछिन छिर्दिउँ ल स्याउ चाहिँ टिपेर नखाऊ जाने बेला लिएर जाउँ ट्याक्क लाएर केटा स्याउ नै स्याउ यार कति खाने स्याउ जाँदाखेरि चाहिँ लानुपर्छ कति रुपियाँ किलो दिदी कति रुपियाँ किलो रहेछ ओहो 250 रुपियाँ किलो रे जम्मा स्याउ त आल्चा फले जस्तो रहेछ म नि यहाँको होइन दाइ यार केही त गर्दैन होला नि है हस् दाइ वेलकम सरी ए अब है अब को अब मलाई आम्मा म जान्छु ल अब है सरी है सरी ल सरी है अनि गाह्रो हुन्छ गाह्रो स्याउ सबैलाई दिन थालेर अनि गाह्रो हुन्छ नि एउटा स्याउ चाहिँ टिपेर हानिदिनु अर्ग्यानिक है फलेको छ दामी ल सबैजना आउन सक्नुहुन्छ मुस्ताङ यो चाहिँ हामी ठ्याक्कै जेरी गल्ली जाने साइडमा हो साथीहरू एउटा स्याउ टिपेर खानु पर्यो यार पुरै हाम्रो पालुङमा आल्चा फले जस्तो होइन तातो खानी हरियो खानी कस्तो खानी जस्तो खायो भने पुरै फ्री स्याउ पुरै यहाँबाट आँखाले नदेखिन्सम्म होइन स्याउ नै स्याउ हो पुरै जति खायो नि फेरि साह्रै मिठो साह्रै असाध्यै मिठो घाँटी दुखिरहेको थियो खोकी लगाइरहेको थियो त्यही पनि खाइदिएँ मनले मानेन खाइदिएको ल्याम्मै ल्याम्मै हानिदिएको दाजुभाइ भएर दामी है लगभग मार्फा आएर चाहिँ मार्फा चाहिँ खाएनौँ हामीले अलिअलि घाँटी दिइरहेको थियो स्वर बसिरहेको थियो त्यही भएर अनि खुकुर मान्यो लगभग 4 प्याक जति भनेपछि 4 प्याक 4 क्वार्टर भनेपछि एक फुल जति खायौँ झ्याप चाहिँ भयो हल्का झ्याप चाहिँ लागेछ
त्यही हो अर्को खाली भाँडाहरू चाहिँ खाली भाँडाहरू छ रमाइलो भइरहेको दाजुभाइको दाजुभाइ La que hablando, me gusta el contenido que le está dando conmigo.